सबैजना हाम्रो काकी बहिनीहरू सबैजना आउनु रे। त्यो भुटन चाहिँ बबाले बनाउँछ है, बबाल भुटन। ल कस्तो हुन्छ ल, यता हेर्नु भाउजू, एकचोटि मुस्कान दिनु, सबैजना सम्झना छ भनिदिनु। ल केटा गाई छौ दिदी आइ गर्नु, यता दिदी आइ गर्नु। कतिको एक्साइटेड हुनुहुन्छ कान र यहाँनिर चाहिँ चिकन रोस्ट अलरेडी तयारी भएर छ। कुशल भाइ आइ गर, के छ भाइ, कस्तो तयारी हुँदैछ? मामा ल, मामालाई ल दर्शन नमस्ते। मामालाई पनि एकदमै हाम्रो लेजेन्डरी मामा हुनुहुन्छ र मामाले बनाएको फेरि खानाको लागि चाहिँ हिरापुर आउनुपर्छ है। लगभग लालबन्दीतिर पनि जाने भइसक्यो हाम्रो मामा, फेरि एकदम फेमस। केटा केटा खुसी हुँदैछ भित्र। हेलो दर्शन नमस्ते, तपाईँहरू सबैजनालाई स्वागत छ सुनिल जेम ब्लग्समा। तपाईँहरू सबैजना सन्चै आराम हुनुहुन्छ होला, म पनि एकदम सन्चै आराम छु। र आज 18 गते मेरो साथी सानुको बिहे छ, तपाईँले हेर्न सक्नुहुन्छ। र आज के कस्तो हुन्छ, रमाइलो के कति हुन्छ। ओहो हो सानो ब्रो हाम्रो भाउजू बाबाले छ, भरेदेखि नै हाल्नुहुन्छ। र यही हो सानुको घर चाहिँ होइन। हेलो सन्धि, गुड मर्निङ। हामी 10 बजीतिर आयो सन्धि। के सन्धि आमा हाम्रो फेरि हेन्डसम सन्धि। तर सन्धिको अस्ति बिहेको पार्टी खानु पाएको छैन, दुःख लागिरहेछ दाइ। दाइ मेरो दाइ के छ, कस्तो फिल भइरहेछ अनि? अब भाइको बिहे आउँदैछ, कतिको भइरहेछ? एकदम रमाइलो भइरहेछ हो र। डेकसेक बाजा गाजा सबै यता तयारी छ होइन। यता बस पनि तयारी भइसक्यो। अब के छ, स्कर्पियो छ कि कार छ? ए हो, ल ठिक छ। अब के कस्तो उतातिर बनाउँदैछ अब हेरौँ। उता कुकिङ गर्दैछ, कुक गरेको ठाउँतिर पनि जाउँ होइन। हाम्रो सानो चाहिँ अब पूजापाठ गर्नु गएको छ अरे। ए ल लुत्ती आइ गर ल ल, तिमी पनि आउँछ है ब्लगमा। ल अब यतातिर जाँदैछु होइन, तपाईँहरूले हेर्न सक्नुहुन्छ। हिजो चाहिँ अब भोलि नै आज नै पार्टी गर्ने भएको कारणले हिजो चाहिँ टक्क लाएर होइन टेन्ट सेन्ट अब उ गरिसकेको थियो, रेडी गरिसकेको थियो। तर हावा 2-4 मिनटको हावा के आएको थियो, बुडाङ बुडुङ्गै पार्थ्यो एकदमै। लगभग हिजो टेन्टहरू पनि छ्या थियो होइन। र अब यहाँ ल गाइस, अब हाम्रो भाइहरू एकदम मेहनती भाइ छ, हाम्रो मामाहरू हुनुहुन्छ र हाम्रो भाइहरूले एकदम मिठो मिठो बनाउँदैछ। यहाँ दाइ साथीभाइहरू टक्क लाएर भाइहरू हेलो 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 गाइजहरू तयारी गर्दैछ। अब हिजो पनि अब ढलिहाल्यो। हजुर कता छ त डिजे एन्ड द माइक? ल अहिले आउँछ त्यतातिर। र यहाँनिर चाहिँ चिकन रोस्ट अलरेडी तयारी भएर छ। कुशल भाइ आइ गर, के छ भाइ, कस्तो तयारी हुँदैछ? मामा ल, मामालाई ल दर्शन नमस्ते। मामालाई पनि एकदमै हाम्रो लेजेन्डरी मामा हुनुहुन्छ र मामाले बनाएको फेरि खानाको लागि चाहिँ हिरापुर आउनुपर्छ है। लगभग लालबन्दीतिर पनि जाने भइसक्यो हाम्रो मामा, फेरि एकदम फेमस कुक हुनुहुन्छ। यसो आला गरेर चाड्छ होइन, हात चाहिँ पुरा आला गरेर चाड्छ। र यस्तै तयारी बवाल छ जे जस्तो भयो नि यहाँनिर। यो चाहिँ चिकनको लागि बन्दैछ भने यतातिर राँगाको बन्दैछ। के छ मानव, फेरि हाम्रो भतिजहरू पनि फेरि जे छ भतिजहरूकै छ हो। र अहिले यसरी टक्क यहाँ एक बान चाहिँ यो राँगाको मासु हो। 2टा राँगा काटेको थिएँ तर म हिजो ए ठुलो खसी, त्यो ठुलो खसी टक्क लाएर फेरि अब राँगा भन्यो भने खाँदैन, ठुलो खसी भन्यो भने खाला। अर्को बान बन्दैछ भने 2टा चाहिँ पुलो बन्दैछ। के छ रामसर, के छ, कस्तो हुँदैछ? बबाल हुँदैछ होइन त? ल यो पुलो होइन त, कतिवटा 2टा बान होइन। ल पुलाउको पानी रे। अब यता चाहिँ पुलाउ बन्दैछ स्पेसली। अब यता यता अझ चामल ए बान्दा आम्मा पुरा के हो मामा बनिसक्यो बा बाबाले। तर यो थोपेर राखेको किनकि प्राइस यो गरेको चाहिँ राम्रो हुन्छ, हावा जाँदैन, धुलो सुलो जाँदैन, मजाले पाक्छ टक्क लाएर। अब तयारी हुँदैछ है। ल गाइजहरू तर बवाल बनाउनु पऱ्यो है। को ए कान्छा बवाल बनाउने? ल अब यस्तै छ, यस्तै छ। अब के कस्तो हुन्छ यतातिर जम्मा भाइहरूमा। अब भाइ के छ अनि? बा लास्ट हेन्डसम भाइ हो फेरि यता। ल यता हाम्रो भेना होइन, च्याम्लिङ कि बान्तावा रे? बान्तावा रे। फेरि मेरो साथीहरू बान्तावाहरू छ है। ल सन्धि कस्तो भइरहेछ? ल ठिक छ। आज अरूको बिहेमा गर्दैछ, भोलि पर्सि तपाईँको बिहेमा गर्छ फेरि टक्क लाएर होइन त? होइन त दाइ? दाइ तपाईँ बेउ लाग्दा है, के छ दाइ, कस्तो फिल भइरहेछ? हो र। तर हो दाइ, तर यस्तो दाइ जे गर्नुपर्छ दाइ भाइहरूकैमा गर्नुपर्छ। अब फेरि तपाईँले अर्कोपल्ट गर्छु भनेर पाउँछ? त्यो त अब ठुलो चाहिँ बाँकी छ। कसको फेरि
ठुलोको अझ बेगन भाइ छ ए ल यतिको छ हाम्रो चाहिँ अहिले यहाँ खानपिन पकाउने कार्यक्रम हुँदैछ र के कस्तो हुन्छ अझै हामी देखाउनेछौँ टक्क लाएर अहिले चाहिँ हाम्रो सबै फेरि होइन सब सोल्टा पार्टीहरू मात्र सोल्टिनी पार्टीहरू आउनु बाँकी नै छ फेरि त्यो पनि हेर्नलाई चाहिँ फुल भिडियो हेर्नुपर्ने हुन्छ त्यो चाहिँ अब अहिले आइपुगेको छैन अहिले देखाउनेछु र यतिको छ है यताको वातावरण चाहिँ टक्क लाएर अरे धनिया सरर छ यार ओहो अघि उतातिर चाहिँ दाजुभाइ तथा बुवा पार्टी अङ्कल पार्टीको मामा पार्टीको भिडियो बनायो भने यता चाहिँ हाम्रो दिदीबहिनी भाउजूहरू सबैजना मामा छोरीहरू सबैजना राम्री राम्री भएर हेलो हाई आइ गर हाम्रो जिब्रो फेरि जिब्रो यसो तानिदिन्छ अनि नानी ए ल हाम्रो नानी बहिनी पनि छ हाम्रो यता बुद्ध मामाको छोरीहरू पनि छ यता लाल मामाको छोरी भाउजू तर बबाले बनाउनु है गीता भाउजू यतातिर ल सबैजना हाम्रो काकी बहिनीहरू सबैजना आउनु रे त्यो भुटन चाहिँ बबाले बनाउँछ है बबाल भुटन ल कस्तो हुन्छ ल यता हेर्नु भाउजू एकचोटि मुस्कान दिनु सबैजना सम्झना छ भनिदिनु ल केटा गाइस हो दिदी आइ गर्नु यता दिदी आइ गर्नु कतिको एक्साइटेड हुनुहुन्छ कान्छा देवर बिहेमा तर हेर केटा तिमीले एउटा गल्ती गर्यो आज भोज राखेर यहाँ दिदीहरू जान्न पर्ने भने चित्त दुख्या छ यो चाहिँ अब कसरी हुन्छ मनाएर लानु पर्यो लुती कस्तो लजाएको फेरि ब्लग बनाएको दाइ यो चाहिँ अब लास्टै बिहे हो सानोको त्यसले गर्दामा आज चाहिँ रमाइलो गर्दैछौँ लजाउँछु ऊ चाहिँ फेरि यता पनि यता हाम्रो ठुल मम्मी ठुल्यामा यसरी गर्दैछ भाउजू तर भुटन चाहिँ बबाले बनाउनु है भुटन बनाउँदैछ यहाँनिर चाहिँ मामालाई हो जसलाई दिए पनि यहाँनिर गाजर काँक्रोहरू चाहिँ टक्क लाएर प्याजहरू बन्दकोपीहरू यस्तो बनिसक्यो काटेर टक्क लाएर यो चाहिँ भरे सलादको लागि हुन्छ यो चाहिँ यस्तो छ होइन अब यताबाट ठक्क जाँदा चाहिँ सर्लको उतातिर देख्छ भने होइन ए यस्तो हुँदैछ होइन गाइस यतिको छ यतातिर जाली लागेको छ ल अब फाइनली हाम्रो केटाले चाहिँ अब आज लिन जाँदैछ भाउजू टक्क लाएर ओ केटा मुसुक हाँस्नु न एकचोटि बबाले देखेछ केटा यता हेर त अब चाहिँ बबाल देख्यो यार केटाहरूलाई उता राजहरू केटा यता हेर ल हिरो अब यो चाहिँ हाम्रो केटाको अब सानोको चाहिँ यहाँ लगन गर्दैछ लगन कस्तो हुन्छ अरे भाइ यो मौली मामाहरूले हालेको ओ के यस्तो नि बाबा यार केटा केटा खुसी हुँदैछ भित्र उता हाम्रो केटा उतातिर छ कता बाजेहरू यहाँ के गर्दै हुनुहुन्छ त्यो चाहिँ थाहा भएन होइन उहाँहरूको आफ्नो रीतिरिवाज यहाँ मामा मङ्गलामा अनि कतिवटा मामा नौवटा है नौवटा मामा गयो ओ यो चाहिँ मौली मामा भान्दाको लागि यो चाहिँ लासो यतातिर छ हाम्रो चाहिँ मेरो साथी अब आजबाट है केटा एकदम खुसी छ नि त छैन हो ल अब टेन्सन भयो त मलाई यार ए एक्लै दौडिनु पर्ने भयो त राति ल यता भाउजू छ यता भाउजूको बहिनी छ त्यसरी हामी चाहिँ दिदी ल भइसक्यो तर पैसामै आँखा गइरहेको छ के हो यस्तो यहाँ बिहे नगर्नु होला अर्को